सेवा गर्ने हात कहिले खाली हुँदैन, मानवताको बाटो हिँड्ने व्यक्ति कहिले सानो हुँदैन, मानवताको बाटो हिँड्ने व्यक्ति कहिले सानो हुँदैन। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस सभाका सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथि, मनमा सरस्वतीलाई साँची राखी एक हातमा कापी कलम र अर्को हातमा न्यायरूपी तराजु लिएर विराजमान रहनुभएका निष्पक्ष निर्णायक मण्डल, प्रतिस्पर्धाको महासागरमा आफूले अब्बल साबित गरी विजयको माला पहिरिन तम्तयार मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी साथीहरू, विभिन्न विद्यालयबाट आउनुभएका शिक्षक शिक्षिका तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म श्री शारदा माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्रा ऋतु लामिछानेको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज म मानवता र सेवामा जुनियर युवा वर्तमान चुनौती, अवसर र हाम्रो जिम्मेवारीमा भन्ने विषयमा आफ्ना भनाइहरू प्रस्तुत गर्न गइरहेको सभाध्यक्ष महोदय, मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने भनाइ केवल शब्द मात्र होइन, यो हाम्रो जीवनको मार्गदर्शन पनि हो। मानिसले दुःखमा मानिसले एउटा मानिसले अर्को मानिसलाई दुःखको समयमा दिएको साथ, माया, प्रेम नै साँचो मानवता हो। यही महान भावनालाई विश्वभर फैलाउने उद्देश्यले स्थापना गरेको एउटा अत्यन्तै महत्त्वपूर्ण संस्था रेड क्रस हो। यसको स्थापना सन् 1863 मा जवाहरलाल हेनरी ड्युनाले गर्नुभएको थियो। युद्धमा घाइते र पीडित मानिसहरूलाई सहयोग गर्ने उद्देश्यबाट स्थापना भएको यो संस्था अहिले विश्वभर नै सक्रिय रहेको छ। विद्यालय तहमा जुनियर रेड क्रस र युवाका लागि युवा रेड क्रसहरू पनि विद्यालयमा रहेका छन्। यसले विद्यार्थीमा अनुशासन, नेतृत्व र समाजको उत्तरदायित्वको विकास गराउँछ। आजको युवाहरूका अवसर के छन् त? आजको समय भनेको युवाहरूको समय हो। नेपालमा पनि युवाहरूको सङ्ख्या धेरै नै रहेको छ। यदि यो शक्तिलाई सही दिशामा प्रयोग गरियो भने समाजमा ठुलो परिवर्तन ल्याउन सकिन्छ। युवाहरूले प्राथमिक उपचार सिक्ने, विपद व्यवस्थापनका बारेमा ज्ञान प्राप्त गर्ने, वातावरण संरक्षण, सरसफाइ अभियान, वृक्षारोपण र सामाजिक सेवाका कार्यमा सहभागी भई मानवता र सेवामा आफ्नो अवसरहरू पुर्याउन सकिन्छ। आज सामाजिक सञ्जाल र प्रविधिको विकासले पनि युवाहरूका लागि थुप्रै अवसरहरू सिर्जना गरेका छन्। इन्स्टाग्राम, फेसबुक, टिकटक वा अन्य माध्यमबाट युवाहरूले लाखौँ मानिससम्म मानवताको सन्देश फैलाउन सक्छन्। जहाँ अवसर हुन्छ त्यहाँ चुनौती पनि हुन्छ। आज विश्व जलवायु परिवर्तनको असरबाट प्रभावित छ। नेपालमा पनि बाढी, पहिरो, भूकम्प र महामारी जस्ता विविध खालका समस्याहरू बारम्बार आइपर्ने हुन्छ। यस्ता समस्यामा युवाहरूले मानवता र सेवा गर्नका लागि खटिरहेका हुन्छन्, तर उनीहरूका लागि उपलब्ध स्रोत साधन र आर्थिक सधैँ उपलब्ध हुन सक्दैन। अर्को चुनौती भनेको धेरै जस्तो युवाहरूमा सेवाभाव घट्दै जानु हो। आज धेरै मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गरे तापनि उनीहरूले सामाजिक सेवामा आफ्नो समय दिन सक्दैनन्। गलत सूचना र अफवाहले पनि यस्ता मानवता र सेवाका अभियानमा विभिन्न समस्याहरू आइपर्ने हुन्छ। गरिबी, बेरोजगारी, वातावरण प्रदूषण र जलवायु परिवर्तनले पनि यस्ता अभियानमा थुप्रै कठिनाइहरू लिएर आएको हुन्छ। त्यसैले यस्ता चुनौतीहरूको सामना गर्न हामी सबैको सक्रिय सहकार्य अत्यन्तै आवश्यक रहेको छ। सभाध्यक्ष महोदय, परिवर्तन अरूबाट होइन आफूबाट सुरु गर्नुपर्छ। विद्यार्थीहरूले मानवता र सेवाका लागि प्राथमिक उपचार सिक्नुपर्छ। रक्तदान गर्न योग्य भएपछि नियमित रक्तदान गर्नुपर्छ। विद्यालय र समुदायमा सरसफाइ नियमित गर्नुपर्छ र वृक्षारोपण गरी वातावरणलाई संरक्षण गर्नुपर्छ र विपदको समयमा मानवता र सेवा नभुलिकन विपदमा परेका मानिसलाई सेवा गर्न पनि अत्यन्तै आवश्यक रहेको छ। कुनै पनि जाति, भाषा, धर्म, लिङ्ग वा आर्थिक अवस्था हेरेर कसैले पनि भेदभाव गर्नु हुँदैन। सबैलाई समान व्यवहार गर्नुपर्छ। दुखी, गरिब, असहाय र बिरामी मानिसहरूलाई पनि आफूले सक्दो सहयोग गर्नुपर्छ, किनभने सहयोग गर्न धन होइन, सहयोग गर्ने मन चाहिन्छ। सभाध्यक्ष महोदय, एउटा सानो सहयोगले कसैको जीवन बचाउन सक्छ र एउटा मुस्कानले
सास दिन सक्छ र एउटा रक्तदानले नयाँ जीवन बचाउन सक्छ। त्यसैले अन्त्यमा रेड क्रस केवल एउटा संस्था मात्र होइन, यो मानवता, करुणा, प्रेम र आशाको प्रतीक हो। त्यसकारणले हामीले अवसरको सदुपयोग गरौँ, आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक पुरा गरौँ र चुनौतीहरूसँग नडराई यसको सामना गरौँ। यदि आजका युवाहरू सेवाभावका साथ अगाडि बढे भने भोलिको नेपाल समृद्ध, सुरक्षित र मानवीय बन्न सक्छ। त्यसैले म आज यसै मञ्चमा उभिएर भन्न चाहन्छु कि आऊ हामी सबैले मानवताको हात समातौँ, सेवाको बाटो रोजौँ र रेड क्रसको भावनालाई आफ्नो जीवनको आदर्श बनाऊ भन्दै मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।